सम्माननीय सभामुख महोदय, गत भदौ 23-24 को सम्माननीय सभामुख महोदय, गत भदौ 23-24 को जनआन्दोलन कुनै अराजकता नभई वर्षौंदेखि राज्य सञ्चालन गर्ने नेतृत्वप्रति निराश भएका जनताका अन्तर्मुखीको विस्फोटन थियो। तसर्थ यस्ता जनआन्दोलन भविष्यमा पूर्ण नदोहोरिनका निम्ति जेनजी वीर शहीद तथा जेनजी घाइतेहरूका बलिदान संरक्षण गर्दै जेनजी म्यान्डेट शीघ्र कार्यान्वयन गरियोस्। सभामुख महोदय, जनआन्दोलनमा देखिएकै भरमा युवाहरूलाई पक्राउ गर्ने कार्य र मनमर्जीको धरौटी रकम निर्धारण गर्नु भनेको लोकतन्त्रमाथिको सिधा प्रहार हो। यस्ता गतिविधि शीघ्र रोकियोस् र म्यान्डेट अनुसार इफ दे आर नट गिल्टी उनीहरूलाई शीघ्र हिरासत मुक्त गरियोस्। सभामुख महोदय, युवा पलायन तीव्र रूपले बढिरहेको छ। देशमा बग्नुपर्ने पसिना विभिन्न म्यान पावरको ठगीमा फसेर विदेशमा आँसुका रूपमा बगिरहेका छन्। यदि अब पनि ठोस कदम चालिएन भने आत्मनिर्भर नेपाल केवल भाषणमै सीमित रहनेछ। त्यसैले निष्क्रिय रूपमा रहेका सानादेखि ठूला उद्योगहरू तुरुन्त सञ्चालनमा ल्याई स्वदेशी उत्पादनलाई प्राथमिकीकरण गरियोस्। सभामुख महोदय, अन्त्यमा यी गम्भीर विषयहरूमा अब ढिलासुस्ती स्वीकार्य नहुने सरकारलाई स्पष्ट पार्न